Hello guys, welcome back to our channel Fragism Nepal. आज let's talk about Skin by Titan को Raw अनि Steel perfume को बारेमा. South Asian range मा as per the price one of the most popular र liked perfume मा पर्ने यो यसका series हरुको पनि review बनाउनु पर्यो चाहियो भनेर चाहिँ comment messages हरु पनि धेरै नै आइरहेको थियो र आज let's make this video. Raw को बोतल चाहिँ मसँग अहिले नभए पनि यसको स्मेल र मैले युज गरेको आधारमा हजुरहरुलाई चाहिँ रिभ्यु दिन ट्राई गर्ने छु. स्टार्टिङ विथ इट्स प्रेजेन्टेसन. स्टील को बोतल चाहिँ ब्ल्याक कलरमा आउँछ र यसको बोतल ट्रान्सपेरेन्ट छ भने क्याप कलर ब्ल्याक मा छ र इभन र को पनि बोतलको क्याप चाहिँ ब्ल्याक नै हो भने बोतलको कलर चाहिँ ट्रान्सपेरेन्ट फ्रस्ट व्हाइट टाइपमा छ. यिनीहरुको स्प्रेयर र बोतलको डिजाइन भने एउटै नै हो. स्प्रेयर ठिकै ठाकै छ र बोतल पनि ओभरअल ठिकै नै छ. अब यो कुरामा खासै नअल्झिकन लेट्स टक अबाउट इट्स मेन म्याटर स्मेलको बारेमा. स्मेलको कुरा गर्दा चाहिँ पहिला स्टिलकै कुरा गरौँ. अलिकति बोल्ड, अलिकति लेदरी, अलिकति मस्की, हल्का म्यास्कुलिन टाइपको स्मेल छ. यो भन्दै गर्दाखेरि एकदमै हेभी टाइपको स्मेल भने चाहिँ छैन. ओभरअल राम्रै ब्लेन्ड छ. इनिशियल स्प्रेमा हल्का सिट्रसी छ र बेसमा मस्की, टोंका बिन्स र हल्का वुडी टाइपको स्मेल छ. नोट्स के बारेमा प्रिसाइजली कुरा गर्दा चाहिँ एज पर टाइटन टप नोट्समा बर्गमोट, ग्रेपफ्रुट, रबब छ भने मिडल नोट्समा पेपर, पिमेन्टो, नटमेग, जेरेनियम र बेस नोट्समा मस्क र पचुली रहेको बताउँछन्. अब यो नोट्स त हामीले वेबसाइटमा हेर्न सकिन्छ र नोट्समा जे भने पनि ओभरअलमा त्यही हल्का मैच्योर, वुडी टाइप र टोंका बिन्सकै स्मेल आउँछ. सो हल्का मैस्कुलिन, हल्का डेन्स टाइपको परफ्युम हो तर एकदम इजी टु वेयर छ जस्तो लाग्छ मलाई चाहिँ. त्यस्तो हेभी टाइपको स्मेलिङ छैन. अब यता सबसे पपुलर फ्ल्याङ्कर अमङ अल अफ दिज र को कुरा गर्दा चाहिँ मेरो वान अफ द फेभरेट अमङ अल समर परफ्युम नै हो. किनभने मलाई ओसियानिक एक्वेटिक टाइपको परफ्युम खासै मन पर्दैन आफूले लगाउँदाखेरि. तर एक्वेटिक बट फ्लोरलतिर ढल्केको या हल्का फ्रुटी सिट्रसीतिर ढल्केको चाहिँ एकदम रिफ्रेसिङ टाइपको लागेर एकदम मनपर्छ. बट नट लाइक तुराती ब्लू, किनभने तुराती ब्लूको पनि फ्रुटी टाइपको स्मेल हो बट त्यो अलिक बढी नै स्विट टाइपको फ्रुटी लाग्छ अहिले लङ टर्म युज गर्दाखेरि चाहिँ. सो लङ टर्म युजमा हाम्रो यहाँ काठमाडौँको वेदर अनुसार चाहिँ खासै रुचि लागेन मलाई तुराती ब्लू प्रति. एनिवेज अब मलाई एक्वेटिक यस्तो समर टाइपको पर्फ्युम भन्दाखेरि चाहिँ हाउस एलो ओम स्पोर्ट टाइपको पर्फ्युम एकदम मनपर्छ. सो मलाई यो पर्फ्युम मनपर्नुको कारण पनि यही नै हो किनभने वाटरी स्मेल छ तर हल्का फ्लोरल फ्रुटीतिर ढल्केको टाइपको. फ्रुटी भन्दा पनि फ्रुटी त खासै होइन तर फ्लोरल फ्रेस टाइपकोमा ढल्केको त्यो ओसियानिक टाइपको सिविड टाइपको स्मेलमा होइन. यो फ्लोरल अथवा फ्रेसमा पनि हल्का स्विट छ तर एकदमै स्विट चाहिँ होइन, एकदमै लाइट स्विट. ओभरअल एकदमै नै राम्रो ब्लेन्ड छ यो पर्टिकुलर पर्फ्युमको चाहिँ. भेरी कम्फर्टेबल टु वेयर, भेरी इजी टु वेयर. इनिसियल स्प्रेमा सिट्रसी नै हो जुन चाहिँ मिड टु ड्राईसम्म आउँदा पनि हल्का सिट्रसी नै रहन्छ र मिड टु ड्राईमा त्यही हल्का सिट्रसी, हल्का फ्रुटी, हल्का फ्लोरल र हल्का वुडी टाइप्सको ओभरअल ब्लेन्ड एकदमै राम्रो छ यसको. अब हामीलाई थाहा भएकै कुरा हो कि बेस नोट्समा हल्का वुडी टाइपको हुन्छ र इनिसियलमा सिट्रसी टाइपको हुन्छ भनेर. तर यसको स्मेल चाहिँ इनिसियलको सिट्रसी हल्का फ्लोरल चाहिँ इभन ड्राई डाउनसम्म पनि फिल भइ नै रहन्छ किनभने ओभरअल फ्रेस होइन समरको पर्फ्युम हो यो. यो दुईटै पर्फ्युममा चाहिँ वेदर र युजेसको पनि अलिकति इम्पोर्टेन्ट फ्याक्टर रहन्छ जस्तो लाग्छ मलाई. वेदर वाइज एक्चुअली दुईटै पर्फ्युम अल वेदरमा लगाउन सकिन्छ काठमाडौँको वेदरमा चाहिँ. तर प्रिसाइजली भन्नुपर्दा चाहिँ स्टिल विन्टरमा बेटर र समरको पनि नाइट इभिनिङ टाइममा ठिकठाक हुन्छ भने र चाहिँ समरमा बेटर. तर इभन र पनि ड्राई डाउन सेट भइसकेपछि चाहिँ एक्सट्रिम समरमा लगाउँदा त्यति इजी फिल चाहिँ नहोला किनभने यसको ड्राई भइसकेपछि हल्का वुडी टाइपको स्मेल चाहिँ छ इभन दो इट्स फ्रेस एक्वेटिक्स टाइपको पर्फ्युम. तर बेस नोटमा गइसकेपछि चाहिँ हल्का वुडी टाइपको स्मेल पनि छ यसमा. हुन त मैले 40 डिग्रीसम्मको टेम्परेचरमा लगाउँदा पनि त्यति अनकम्फर्टेबल चाहिँ भएन तर कोहीलाई चाहिँ अनइजी फिल हुन सक्ला. बट काठमाडौँको एभरेज टेम्परेचर र इभन एक्चुअली भन्ने नै हो भने नेपालको नर्मल वेदर अनुसार एज पर द सिजन हुँदा चाहिँ दुईटै पर्फ्युम स्पेसली अझ र समरमा पनि एक्सट्रिम समरमा पनि आई थिङ्क त्यति अनइजी नहोला. सो आई डोन्ट थिङ्क यो कुराहरूले हजुरहरूलाई इभन बदर गर्ला भनेर त्यही पनि मैले आफ्नो एक्सपिरियन्स सेयर गरेको. अब युजेसमा पनि स्टिल यङ्स्टर्सहरूले फर्स्टमै नरुचाउनु होला. सो स्टिल चाहिँ ट्राई गर्नै पर्छ ब्लाइन्ड बाई भन्दा पनि.
तर र चाहिँ सबैलाई नै हुन्छ यो र चाहिँ हरेक एजको लागि हुन्छ अझ टिनेजर्सहरूले पनि एकदम मन पराउनु होला स्टिल पनि मन पराउनु होला तर यङ स्कुल कलेज गोइङ गाइजलाई चाहिँ अलिकति अप्ठ्यारो होला फर्स्टमै यो गर्दाखेरि तर युज टु भइसकेपछि चाहिँ यसको पनि स्मेल राम्रो छ सो ब्लाइन्ड बाई भन्दा चाहिँ ट्राई गर्नु बेस्ट हुन्छ स्टिलमा चाहिँ र चाहिँ ब्लाइन्ड बाईको लागि सेफ छ अझ पाउनुभयो भने त दुइटैको स्मेल लिँदा राम्रो हो किनभने यो दुइटै पर्फ्युमको अथवा यो टाइटनको स्किनको फ्ल्याङ्करहरूको चाहिँ 10 ml को पनि बोतलमा आउँछ सो त्यो युज गरेर फुल बोतल लिने डिसिजन लिँदा पनि भयो पर्फर्मेन्स र लन्जिभिटीको कुरा गर्दा चाहिँ पर्फर्मेन्स राम्रो छ दुइटैको तर प्रोजेक्सन चाहिँ आफ्टर 1 to 2 hours हल्का फेड हुँदै नै जान्छ सो लन्जिभिटी चाहिँ 5 to 6 hours प्रोजेक्सन चाहिँ 1 to 2 hours 2 hours पछि त एकदमै माइल्ड हुन्छ सो यदि अलिकति प्रोजेक्ट गर्नुपर्ने अलिकति आफ्नो पर्फ्युम चाहिँ स्मेल आउनै पर्ने खालको ठाउँहरू ओकेजनहरूमा हुनुहुन्छ भने चाहिँ 1 to 2 hours पछि रिअप्लाई गर्दाखेरि भइहाल्यो होइन भने नर्मल डेजमा बिहान स्कुल कलेज अथवा अफिस जाँदाखेरि चाहिँ लगाएर निस्किनु भयो भने साँझ पखसम्म मजाले टिक्छ त्यस्तो प्रोजेक्सन चाहिँ आउँदैन यसबाट आफ्टर 1 to 2 hours तर पनि हल्का हल्का त्यो स्मेल बसिरहन्छ क्लोज भएपछि चाहिँ स्मेल लिन सकिन्छ अब अभियसली यो पर्फर्मेन्स लन्जिभिटीको कुरा र प्रोजेक्सनको कुरा चाहिँ आफ्नो मुभमेन्ट वेदर हैन विभिन्न कुराहरूले चाहिँ रोल खेल्छ सो त्यही भएर म भन्छु कि इफ यु युज 2 wheelers कि त पर्फ्युम लगाइसकेपछि विन्ड सिटर या केही घाँटी एकदम ढाकेर या रिस्ट जहाँ लगाउनु भएको छ त्यो ढाकेर हिँड्नु पर्यो होइन भने चाहिँ बाइकबाट ओर्लिसकेपछि लगाउने सो द्याट यो 5 to 6 hours भनेको चाहिँ ठ्याक्क त्यही टाइमसम्म टिकोस् होइन स्मेल आओस् भन्ने कुराले हो अब प्राइस रेन्जको कुरा चाहिँ हजुरहरूले अनलाइन अफलाइन मजाले बुझ्दा हुन्छ मैले टाइटनको यो अफिसियल साइटमा हेर्दाखेरि चाहिँ NPR 4152 लेखेको रहेछ तर यो चाहिँ 50 ml 100 ml 10 ml मा पनि पाइन्छ सो 10 ml मा पनि हजुरहरूले चाहिँ स्टार्ट गर्दा हुन्छ किनभने 10 ml लिइसकेपछि चाहिँ अनि यु विल मेक डिसिजन कि इफ यु गोना बाई इट और नट भनेर त्यो युज गर्दासम्म आफू कतिको युज टु हुनुहुन्छ 10 ml त्यसपछि 50 ml या फिर 100 ml लिने विचार गर्नु होला अब सर्टमा कन्क्लुड गर्दा चाहिँ 50 ml मा पाइयो भने त त्यो प्राइस रेन्जमा मैले सजेस्ट गर्ने पर्फ्युम नै यही हो समरको लागि र कसैले पनि मलाई समरको लागि कुन पर्फ्युम होला यतिको बजेट रेन्जमा भन्नुहुन्छ भने 50 ml को प्राइस अनुसार 50 ml को बोतल यदि पाइयो भने चाहिँ रको आँखा चिम्लेर 50 ml लिँदा हुन्छ तर यो र व्हाइट कलरको वाला चाहिँ इभन 4000 कै रेन्जमा पनि अप्सनमा राख्नु होला अरू पर्फ्युमहरूसँग कम्पिट गर्नको लागि अप्सनमा राख्नु होला किनभने 4000 को रेन्जमा चाहिँ समर पर्फ्युममा खासै त्यस्तो भनौँ न एकदम यही नै लिइहालौँ भन्ने खालको पर्फ्युमहरू पनि छैन सो यसलाई अप्सनमा राख्नु एकदमै बेस्ट हुन्छ र यो यसलाई पिक गर्नु पनि नराम्रो अप्सन हुँदैन किनभने रिग्रेट चाहिँ हुँदैन होइन ब्लाइन्ड बाईको लागि यो र चाहिँ तर 4000 को रेन्जमा कुरा आइसकेपछि चाहिँ अरू अप्सन पनि हेर्दा भयो यसलाई पनि अप्सनमा राखेर यो पनि एकदमै राम्रो अप्सन हुन सक्छ होइन हुन जान्छ एकदमै राम्रो पर्फ्युम छ तर यता स्टिल चाहिँ 4000 को रेन्जको कुरा गर्दाखेरि चाहिँ जुन यो अलिकति विन्टर टाइपको अलिकति डेन्स म्यास्कुलिन टाइपको स्मेल छ अरू पनि अप्सन हजुरहरूले हेर्दा हुन्छ यसलाई चाहिँ ब्लाइन्ड बाई गर्नुभन्दा पनि अरू अप्सनमा राखेर स्मेल लिएर मात्र लिने डिसिजन लिनु होला होइन मलाई यो मन पर्यो लिनु नै छ भन्ने हो भने चाहिँ स्टिल पनि लिँदा हुन्छ मलाई चाहिँ एकदमै मनपर्छ स्टिल पनि निकै नै राम्रो छ एक्चुअलीमै भन्नुपर्दा स्टिल र दुइटै नै एकदमै राम्रो छ तर स्टिलको अल्टरनेटिभ चाहिँ यो प्राइस रेन्जमा अरू पनि पाइन सकिन्छ होला भने यो रको चाहिँ अरू अप्सन पनि पाउन अलि अप्ठ्यारै छ अरू ब्रान्डहरूको र आफैमा पनि एकदमै राम्रो छ सो यसको चाहिँ बेस्ट पाटो भनेकै अगेन रिपिटिङ 10 ml को बोतल पाइन्छ 10 ml को बोतलबाट स्मेल लिएर लिँदा बेटर होइन भने पसलहरूमा चाहिँ यसको ट्रायल प्याक पनि राखिएको हुन्छ त्यो स्मेल लिएर पनि आफूले लिने नलिने कन्सिडर गर्दा हुन्छ बाँकी ओभरअल स्मेल वाइज पर्फ्युम राम्रै छ पर्फर्मेन्स वाइज ठिकठाकै छ लन्जिभिटी वाइज ठिकै छ एज पर द प्राइस सो यो कुराहरू चाहिँ ध्यान राखेर हजुरहरूले लिने सोच्नु होला आजलाई यति नै भेटौँला हामी अर्को भिडियोमा एउटा अर्को रिभ्यूको साथ तबसम्मको लागि आफ्नो र आफ्नो पर्फ्युमको केयर गर्नु होला नमस्कार